अलिक हालिदियो एक पर्यो नखाऊ त्यत्रो आदु त्यो मजाले गर नेमारले हानेको जस्तो ल नेमारले डेकोरेसन गरेको रहेछ हान है टाउको के गर्नु भइरहेको बन्छ त लाटा फिटाइ मेरो बहिनीले रोटी चाहिँ दामी पोल्छ क्या हेर अहिले ऊ आउनु थाल्यो भने त पाउँदैन त खानु गुड मर्निङ दा आइपुग्नु भयो लकी टच है लकी टच प्रणय दादा पनि आइपुग्नु भएको छ आमाले लिप्नु हुँदैछ हिजोदेखि आमाले लिप्छु भन्नुभएको विचार मौकै नपाउनु भएर आज त लिप्नु भएछ दैलोबाट लिपिदिनु भएछ नि त आमाले अस्ति मैले भित्रबाट लिप्दा लिप्दै दैलोपट्टि निक्लिँदै आएको थिएँ कि झन्डै मारेँ नि कराएर लिप्नु हुँदैन रहेछ नि त त्यसरी भित्रबाट लिप्दै 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 बाहिर निक्लेको थिएँ कि झन्डै मारेँ नि कराएर सो हेलो गुड मर्निङ सबैलाई आजको हाम्रो बिहाको आउने दिनको हाम्रो अब एक दिन बाँकी छ भोलि बिहा हो आज चाहिँ लास्ट डे काम हुन्छ जोडतोडको काम हुन्छ त्यो कामहरू आज हुन्छ ठिकै छ हिजोको त मैले भ्लग गर्नु पाइनँ अस्तिको दिनहरू कामहरू गरेकोहरू गर्दै थिएँ अन्त आजसम्मको कामहरू चाहिँ भ्लग एकैचोटि हालेर म तपाईँलाई तपाईँहरू माथि ल्याउनु भन्दै थिएँ तर हिजोको चाहिँ मैले गर्नु पाइनँ किनकि मैले हिजो माथि बजार गएर सागसब्जीदेखि लिएर फ्रेसहरूकोदेखिको लिएर जति पनि सामान सौदाहरू गर्नुपर्ने छ बिजी हालतमा बोरा बोकेर कुदाइ भइरहेको थियो त्यही भएर मैले हिजोको दिएको चाहिँ भ्लगहरू गर्नु पाइनँ घरको पनि पाइनँ माथिको पनि पाइनँ हो मेरो भोलि हिजोको टाइम टेबलको र ठिक छ आजको चाहिँ गर्दैछु हल्का फुल्का र हिजो कतिको काम गरेछ भन्ने केटाले यत्तिको चाहिँ गरेछ काम ए यो चाहिँ बनाउँदा यो चाहिँ अब लगभग 50% काम भइसकेको छ केटाले मण्डप चाहिँ यतिको बनाएको रहेछ हो अब यसमा डेकोरेट फाइनल टच आइसक्दाखेरि चाहिँ दामी भइसक्छ हो यो चाहिँ बेहुला बेहुलीलाई राजा रानीको सिंहासन हुने जग्गा चाहिँ यो हो यतिको बनाएछ देवीस्थान भोलि मजाले पूजाआजाहरू गरेर कामहरू सुरु गर्नुपर्छ भोलि चाहिँ अलिक छिटो उठेर किनकि आज त अलिक ढिलो भइगयो यो यहाँ चाहिँ जग्गा बनाउनुको लागि चाहिँ यसलाई चाहिँ यो मण्डप भएको जग्गाबाट हटाएर चाहिँ यहाँ राखेँ यहाँनिर बनाउँदैछु मैले यसको लागि पोसहरू त्यो पोस पक्का नभएकोले गर्दाखेरि अहिले टेम्पोरेरी यहाँ राखेको छु अनि यसलाई चाहिँ बादमा यहाँ सार्ने हुँदैछ त्यहाँबाट परनिर जन्तीहरू बस्ने जग्गा बनाएको छ आज काम हुन्छ त्यसमा र प्लस तल चाहिँ मितेरीहरू आउँछ आएर उयो गर्छ यहाँबाट देख्छ यहाँ तल दादाहरूकोमा अब यहाँ त जग्गा छैन पहिला यही जग्गामा ठुल्ठुलो बिहाहरू हुन्थ्यो अहिले त खै जग्गा चुम्केको हो कि के भएको दिन प्रतिदिन जग्गाहरू घट्दै गएको जस्तो लाग्छ हुँदैन पहिलाको चाहिँ ठुल्ठुलो जग्गा एरियाहरू यहाँ छ यता छ यो घरभित्र छ हो उयोहरू अन्त यता चाहिँ उयो छ खानाहरू पकाउने सुकाउने जग्गाहरू हो अलिकति छेउ देख्दैछ यो जग्गाहरू देख्दैछ हो यहाँ यतापट्टि छ माइजू हाम्रो माइजू अब म अलिअलि हल्का फुल्का कामहरू गर्दै आजको दिन सुरु गर्छु र आज फेरि बिहान छिटो छिटो गरेर सुँगुर ढाल्नुपर्ने छ भोलिको लागि ओके ठिक छ आज अलिअलि हल्का फुल्का गर्दै म
बिस्तारै बिस्तारै अलिक बिजी हुँदै जान्छु र दिनभरिको कामहरूमा आज आउनेछ हाम्रो दादाकोमा मैले अस्ति नै मिलाएर राखेको थिएँ डल्लै सुँगुर त्यो सुँगुरहरू बनाउनु पर्ने छ मैले र त्यसको लागि अब म जान्छु बाङ्गाहरू ल्याउनु हो यस्तो घोच्नुको लागि क्या खतरा छ नि त सिकारी घोचेछ नि त उसको कि अन्त बाङ्गाहरू लिनु जान्छु बाजेहरूसँग बनाउने पूजासुजा गर्नेहरू सबै त्यो ल्याउनु उहाँलाई बोलाउनु भन्नु जान्छु आज छिटै गर्नुपर्ने छ किनकि 11 बजी लगभगसम्म पनि हामीले बनाइसक्यौँ भने म फेरि जानुपर्ने छ आज सुन त कुदिहाल्नुपर्ने छ फेरि उताबाट हाम्रो काकाले पर्सिङबाट फेरि चिकन त्यो बनाएर पठाइदिनुहुन्छ त्योहरू ल्याउनु पर्ने छ अन्त यताउता भाँडाकुँडा यताउता साफसफाइहरू गर्नुको लागि सन्धिहरू पनि भन्नुपर्ने छ त्यो सब चिजहरू गर्नुपर्ने छ मैले अरू धेरै कामहरू छ आज पनि फेरि निप्टाउनु पर्ने त्यो सब चिज गर्दा गर्दा आज म अलिक बिजी हुन्छु आज बेलुकासम्म त्यो भ्लग म गरेर तपाईँहरू बिच ल्याउँछु र भोलिको चाहिँ फेरि अर्को भ्लग हुनेछ बिहाको दिनको त्यो फेरि अर्को भ्लगमा आइहाल्छ ठिक ओके तपाईँहरू बनिरहनुहोस् तपाईँलाई आज दिनभरिको भ्लगमा के आउँछ कसो कसो आउँछ तपाईँहरू बिच सेयर गर्दै जान्छु म ल ओके ठिक छ टाइम टु टाइम मेरो अलिकति हरकत ज्यादा तेज हुँदै जाँदैछ अहिले एकडाले आएर पनि यहाँ गर्नु थाल्यो बिस्तारै बिस्तारै ठिक हुँदैछ हाम्रो मण्डप ल सिद्धु र आदुले रेडी गर्दैछ र यहाँ हाम्रो सुँगुर माथिबाट ल्याउनु पर्ने थियो अलिकति म भ्याइनँ बाङ्गाले ल्याउनु भएछ यो सुँगुर चाहिँ बनाउनु पर्ने छ आज पूजासुजा भयो त पूजाहरू भयो ए यहाँ हाम्रो खाना पकाउने जग्गाहरू यहाँ बनाइरहेको छ यस्तो पाराले यो यसमा बन्छ हाम्रो जति पनि हुन्छ यहाँ हुन्छ हाम्रो मामा र काकाले यहाँ प्यान्डलहरू ठुक्ने काम गर्नुहुँदैछ यसरी यहाँ अब अझै छ प्यान्डल यो पनि लाउनु पर्ने छ यतापट्टि सेट छ यहाँ पनि ठोक्ने हो प्यान्डल भातमा यहाँनिर चाहिँ बुफे सेट बस्छ सबै बनिसकेपछि तपाईँले देख्न पाइहाल्छ सुँगुर घोस्ने काम पनि गरिहाल्नु हो बाङ्गाले बिस्वाद लाग्यो बिचरा सुँगुर म त्यति हेर्नु सक्दिनँ सुँगुरहरू मारेको यस्तो उयो गरेको माया लाग्छ घर लिपेको ठिक छ ल दादासँग मैले बात मारेँ ल उसको सोफाको ल भनेपछि ओके भएको छ भरे आउँछ अरे दादा बेलुकी बुहारी चाहिँ अलिक आउँछ अरे छिटै दादा चाहिँ अलिक ढिलिन्छ अरे ऊ के हो मर्तेल आइरहेको छ त उहीँ आइरहेको छ त मर्तेल भइगयो त मर्तेल यो त हो मर्तेल अनि बाल्छ पोल्नु पनि थाल्नु भयो बाङ्गाले यहाँ चाहिँ रोटी सोटी बनाएको यसलाई चाहिँ तल यहाँ डाउन गरेर पोल्नुपर्छ कि आमाले मजाले लिपेर आउँदैछ के ए मजाले लिपेर आगो सागर ठुक्नुभयो ल ठिक छ है आमा लु आउँदैछ है आयो है अब सिद्धु भाइ र आदुले गर्दैछ यहाँ आदु त्यो मजाले गर नेमारले हानेको जस्तो ल नेमारले डेकोरेसन गरेको रहेछ हान है ल अब यो फाइनल फिनिसिङमा त झन् अझै कस्तो देख्छ भन्ने कुरा अब मैले सोचेकै छुइनँ त्यो चिज यहाँ केटाहरूले कला देखाइहाल्छ तिमी सुँगुर मार्के हेर्छौ यहाँ हेर्नु हुँदैन ल त्यस्तो हाम्रो केटाहरूले यत्तिको चाहिँ बनाइसकेको छ यत्तिको चाहिँ आए आदु र सिद्धु लागेको छ दामी यतिको चाहिँ हुनुपर्छ मण्डप राम्रो चाहिँ अब यो फुलहरू पनि लाग्नुपर्ने अझै बाँकी नै छ हो
अहिले अलिकति बिजी हालत भएर छ कि मेरो यहाँ पिन्टो गर्ने मौका भएको छैन। ए भाउजू आमा लुगा धुनु हुँदैछ यहाँ। अनि तल सुँगुर बनाउने मान्छेहरूले टाउको के गर्नु भएर पर्छ त राख्नु न त। त्यो कौसको के अरे उसो कले उजार चाहिन्छ कलियालाई चाहिन्छ। किन जात विषयमा चाहिँ टाउको हुनै पर्छ मासु हो या नहोस् किन जात हो खासमा त माथिबाट मेरो त छैन चिप्ले हात मेरो कति गरे खाए नि कहाँबाट दिन्छ त हौ न त दिनु हुँदैन मासुबाट दिन्छ यहाँ त पुरै छैन उनीहरू दिन्छ। हाम्रो बहिनीले चाहिँ यहाँ एकदम फिटेको छ है ऊ रोटीको लागि। मैले रोटी चाहिँ आज दिनभरि दिनेछ हो, दिनभरि रोटी दिनुभएछ। हिजो पनि बाङ्गाले रोटी बनाएर सब्जी आजको लागि रेडी भइरहेछ। आजको यो पनि सब रेडी गरिहाल्छ हाम्रो बहिनीले सुरुले हो। निकालिसकेको ऊ पोरिसकेछ नि हौ, पोरिसकेछ। ढिलो भयो गर्ने हौ यहाँ भ्याउनु परेको चाहिँ मजाले हान्थ्यौँ भन्दै थिएँ बाजेको। फट्टामा त खिची बस्छ न कहाँ यहाँ गर्नु पऱ्यो नि त अन्त यतातिर। अन्त अर्कोबाट यहाँ पखाल दिँदैछु अनि ल्याउ त उयो दुई भाइले काँसा पिसा रेडी भएछ यहाँ बाहिर काटेको पकाउनु पर्दैछ कि। हुँदो रहेछ है। मेरो माइजूले चामल धुनु हुँदैछ। हेरिदिनुहोस् माइजू बिहा सुरु हुने लाग्यो। भोलि आइगयो बिहा हो। ए यो उसको लागि रोटीको लागि यसमा उयो छाप्नुपर्छ ल कागज। म ल्याउँछु ल्याउँदै हाल्नु। ल ल आज पोलेको पहिला हाल्नुपर्छ ल। तर बहिनीले बनाउँदैछ सेलरोटी। केटाकेटीको रगरगी फेरि आँखा त गइहाल्छ मण्डपमै हो। पुरा बनिसकेको छैन, अब बनिसक्छ फेरि त्यहाँबाट चाहिँ मजा आउँछ हेर्नुहोस् है। ल यहाँ अमीले वेट गरिरहेको छ। मेरो छुनाले माला बनाउनु हुँदैछ हो, सफा गर्नुहुँदैछ। के हो दादा? ए कटिङ मिट पकाउने है उयोसँग रक्तीसँग होइन पकुवा। दादाले ए ल्याउँदैछ हुँदैछ त्यो भइगयो। हाम्रो सुरुको छोरी सानो सुरु। ल मेरो बहिनीले रोटी चाहिँ दामी पोल्छ क्या। मेरो बहिनी उसले चाहिँ रोटीको चाहिँ धजिया उडाइदिन्छ क्या। यस्तो मजाको लु यस्तो खालको रोटीहरू पटिलो पटिलो। उयो उयो कोकोनट डस्ट कहिले हाल्ने हो र? ए ल्याइदिउँ? ए अघि सेल भइसकेको तेरिका। यता हेर्नु न भाउजू मासु किनेर लग्यो भाउजूले। ल ल ठिक छ म भाउजू यो पैसा बादमा 1.5 केजीको मात्रै काट्छु ल। आधी केजी तपाईँलाई त्यत्तिकै ल। बादमा पैसा दिँदा त्यसरी दिन्छु म ल। बुझ्यो ल दामी त दामी रहेछ मासु है। कति जस्तो भयो दागा? ए होइन तलिसकेको छैन? कति पुगिसक्यो? कति रनिङ छ अहिले? आजको हाम्रो सुँगुर बनाउने काम पनि लगभग खतम भइसक्यो हो। तर
ह्याङ चाहिँ ह्याङ हुन आँट्यो मेरो दिमाग अलिकति बिजी भएकोले गर्दाखेरि घरि यता कसले बोलाउँछ उता कसले बोलाउँछ घरि कहाँ माथि कुदेर जानुपर्ने हुन्छ हो घरि कहाँ तल कुदेर जानुपर्ने हुन्छ घरि पत्ता टिप्नु पर्ने घरि बोरा ल्याउनु पर्ने त्यस्तो भइरहेको छ कि कार्टुन ल्याउनु पर्ने पेपर ल्याउनु पर्ने हो त्यस्तो भइरहेको छ कोही बेला होइन हो हाम्रो सुँगुर बनाउने काम चाहिँ सक्यो अब फेरि माथिबाट आउँछ आज आउँदैछ चिकन आउँदैछ त्यो सबै चिज उता काकाले बनाएर पठाइदिनु भएको छ यहाँ सिर्फ काटिङ कुटिङ गरेर फ्राई मात्रै गर्नुपर्ने चिजहरू राख्छ त्यो चिजहरू बाँकी फेरि सब्जी जति सबै अहिले केलाएर त्यो सब चिज ठिक गर्नुपर्ने छ बेलुकासम्म हो भोलिको लागि ल हुन्छ दा ल ठिक छ अब चाहिँ चुला नुन जाने फेरि आएको यस्तो छ ल म गरिहाल्छु हो यहाँ गिन्ती हुँदैछ है मासु कति किलो भयो ए हो र मासु तर खुट्टा टाउको गिन्ती छैन साँच्चै नै भाउजूको त एकुरेट पो थिएछ त है ए मामा हात काट्यो है बिस्तारै गर्नु ए लु अब त्यो खुन त मामाले हात काटिहाल्नु भयो ल अब हाम्रो मासुको चाहिँ कति भन्दाखेरि अस्ति भाउजूसँग म मिलाउँदाखेरि भाउजूलाई मैले 40 किलोको हो यो सुँगुर भनेर 40 किलो मिलाउँदा मान्नु भएन 45 भन्दा पनि छोड्नु भएन 50 भन्नुभएको थियो भाउजूले 50 कोमै मिलायौँ ठिक छ तर यति डरलाग्दो स्केल रहेछ हाम्रो भाउजूको हो 50 किलो गेडुवा मिट मात्रै एकुरेट 50 किलै भएछ हो तर अब खुट्टा टाउको चाहिँ अब गिन्ती भएन त्यसमा होइन 10-15 किलो चाहिँ अब खुट्टा टाउको चाहिँ भयो होला सायद एकुरेट भन्दा पनि एकुरेट त्यहाँबाट त्यहाँदेखि यति एकुरेट चाहिँ हुँदैन अब माने मैले भाउजूलाई अब ठिक छ किनकि उसको एक्सपिरियन्स पनि निकै सालको छ नि त हो सुँगुर पाल्छ पहिला मेरो मैले दिदीको बिहामा पनि त्यहीँबाट लिएको हो त्यति बेला त अलिक यादै भएको थियो अहिले पनि मेरो जेठी दिदीको बिहामा पनि त्यहीँबाट मैले मिलाएँ होइन दादाबाट मिलाउँछु म अब अर्को पालि कान्छी दिदी छ अब नेक्स्ट दिदीको कहिले हुन्छ त्यति बेला पनि भनिरहेको छु मैले भाउजूलाई त्यहीँबाट गर्छु म ल ठिक छ आजको चाहिँ मेरो यो सब चिज भइगयो सङ्घालियो अब मलाई ढुक्कै लाग्यो यति चाहिँ भयो होइन मेरो दादा काकाहरूले सबले यसरी हेल्प गर्नुभएको छ मलाई खुसी लागिरहेछ हो सबै बिजी भएर छ हो कुदाएको स्थिति भइरहेको छ सबै केटाकेटीहरूको मान्छेहरूको उहिले दिन्छु ल डस्ट ल उयो हाम्रो लगभग कामहरू राम्रोसँगले भइरहेको छ हो यहाँ जति जरुरत परेको चिजहरू यहाँ सबै लिएर आएको छ दादाले हजुर हुन्छ भइसक्यो झुन्डाइसक्यो है ल ठिक छ मामाले मासुहरू पनि सबै झुन्डाइदिनु भइसकेछ म पनि अलिकति यताउता बिजी भएर कुदिरहेको छु टाइममा फिलिक मात्रै मैले भिडियो सिडियो गर्दैछु हो गर्नुपर्छ भ्लगर हो खानाहरू मैले भनेको छु खाना खाने ए जिदिहाल्नु त उसले राख्छ उसको भाग दादाको भाग नागिनलाई जुम गर्नु अरे ल दादाले यहाँ बनाइदिनु हुँदैछ पक्का बनाउने जग्गा बनाउनु हुँदैछ दादाले अब रेडी गर्नु छ अरे यहाँ माजुले चाहिँ चियाको लागि एकदम ए भात है माजु भात लगभग पाकि नै सकेछ हो दामी हो ओके ठिक छ ए लु बाँगेर यसलाई काट्ने हो मिसाउनु पर्छ नि त नमिसा त कहाँ हुँदैन नि आज त उयो पनि भएन प्रसादको उयो प्रसाद पनि भएन ल ठिक छ हुन्छ किन अब प्रसादको झमेला गरिरहनु होइन मैले यता सुँगुरको यसो रक्तपान भएको चिजहरू त मैले भ्लग गर्दैछु कि गर्नु त तर डर लाग्दैछ मलाई यो चिजहरू अलिअलि हाल्दाखेरि युट्युबले मलाई स्ट्राइक हान्छ जस्तो लाग्दैछ कि तर हेर्छु कतिको उयो हुँदो रहेछ एकपल्ट ट्राई गर्छु है होइन अस्ति काकाको फिटाइ खतरा छ काकाको फिटाइ हो वेट भयो हो सुरु
ल दादाले यहाँ अचानक धुने काम र प्लस कर्ची मर्ची दाहिने देब्रे धुने काम लाटा फिटाइ लाटाको आँटा फिटाइ यहाँ सेलरोटी फिट्नेले फिटाइ हुँदैछ मासु काट्नेले मासु काट्दैछ यो मेरो अब हेर्नुपर्ने छ मेरो मासु झुन्डाइ अघि कति खिचिसक्यो मासु झुन्डाइ इ लु यो चाहिँ हो क्या 50 किलो पुगेछ हौ मासु यता पुच्छरको ठुटे आमामा अनुहारमा झ्यापै भयो घोक्रो गएर नलिदिएको कान सानहरू भरे बनाएर खाइहाल्नुपर्छ नत्र यो फेरि कान टाक्स्नै सक्दैन पिल्छनै सक्दैन ल ठिक छ यतिको चाहिँ हुँदैछ है हाम्रो बहिनीले रेडी गर्दैछ यसले पर्खेको हेर न ऊ माथि अर्कोले पर्खिरहेछ लु हाम्रो हेमु काकाले बनाइदिनु भएको यो पर्दाको डिजाइन बारको अब यहाँनिर झालर टक्कै लाउँदाखेरि चाहिँ यहाँ झालर लाउँदैछ दामी देख्छ अझै काका हुँदैछ काका दामी भएछ है लु 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 दामी हाम्रो काकाले बनाइदिनु भएको हो यो है बाजेहरू भएर सबै टिम वर्क भएको छ यहाँ क्लिन एकदम क्लिन भएछ लु दामी दामी यहाँ खानाहरू पाक्ने जग्गा यहाँबाट माथिबाट जन्ती आउँछ मान्छेहरू आउँछ मितेरी आउँछ सबै आउँछ यहाँ माथि जन्ती बस्ने जग्गाहरू छ हजुर हजुर यता पनि लु काकालाई मन पर्ने भन्ने रहेछ काकाले फेरि त्यो चिज आँटी छाड्छ हो काकाले ठिक छ बहुत हेल्पफुल मान्छे हुनुहुन्छ काका हो बिजी छ बिजी केटाहरू के हुँदैछ हौ ल दामी दामी गुड यहाँ चाहिँ फेरि खतरा टिम यहाँ मण्डप टिम के हुँदैछ हौ के हुँदैछ ठिक छ नि होइन ल हो र ठिक छ नि होइन यो पेपर ठिक छ नि होइन पेपरले चाहिँ गर्नु गरेछ तर है फिनिसिङ ग्लिटर लाग तर त्यही त म त उयो फेभिकल त चलाएन जस्तो लाग्यो है तिमीहरूको केमा चल्छ फेभिकल होइन ल केमा चल्छ हौ यो केमा ए त्यस्तो चिजहरू खिचिमिचिम गरेर बनाउने एउटा सेल्फी पोइन्ट बनाइदिनु नि है भइहाल्छ नि अन्त रात आफ्नै हो होइन अरे के अन्त ल रात आफ्नै हो ल ठिक छ गुड केटाको राम्रो छ केटाले गर्दैछ दामी लेख्दैछ केटाले यो चिजहरू हेरिराखेको होइन फेरि कामपट्टि लाग्नुपर्ने छ म हो यहाँ अलिकति क्लिपहरूमा हान्दै गर्नु पऱ्यो नि त हो त्यो भएर चाहिँ अब कामपट्टि लाग्नुपर्ने छ यता सघाउनु पऱ्यो हेल्प पनि गर्नु पऱ्यो भइगयो अब ल ओके फेरि अब काम गर्छु अब अलिक म फेरि आउँछु म ल